हेलो गाइस, वेलकम बैक टू माई युट्युब भिडियो। आज मैले चाहिँ यहाँबाट माथिबाट भिडियो स्टार्ट गर्दैछु हो। यहाँ मेरो घरमा चाहिँ सिलिङ लगाएको थियो हो, फल्स सिलिङ लगाएको थियो। अन्त हेर्नुहोस् न, यस्तो मैला भइरहेको छ, यस्तो मैला। मैले चाहिँ भिडियो आधीदेखि स्टार्ट गरेँ हो। उब्रेकोहरू चाहिँ, अन्त यहाँ पनि छ उब्रेकोहरू हो। यता चाहिँ सफा गरिसकेँ, यता झाडुहरू हिजो लगाएको थिएँ, पानी परेर क्याच भयो। अनि यहाँ फुल पनि मिलाउँदै हो, फुलहरू मेसी भइरहेको छ एक काम गर्नेले गर्दा। यस्तो भएको छ, उपारिको घर बनिँदैछ, झ्याझ्या गर्दैछ, उमेरको खोर बनिँदैछ हो। यस्तो मैला भएको छ। अन्त मैले यहाँ चाहिँ मिलाइसकेँ फुलहरू चाहिँ। हेर्नुहोस् न, मेरो कुखुरा यस्तो भएर बसेको छ। मेरो कुखुराको बिल्डिङ बनिँदैछ। अहिले मैले यहाँ चाहिँ मिलाइसकेँ फुलहरू हो। पक्का मिलाउँछ। मेरो कुखुरा खोर बनिँदैछ। विनोद दाजुलाई बिल्डिङ बनाउनु लगाएको कुखुराको मेरो बुढाले चाहिँ हेल्प गर्दैछ हो, फिल्टर लाएर। मेरो यहाँ खोर्सानीहरू पनि छ, यिनीहरू मिलाउनु पर्छ। यहाँ चाहिँ हामीले अस्ति आलु रोपेको थियो, आलु रोपेको जग्गामै बनाउनु लगाएको। सिङ्गल छ नि हाम्रो दाजु त। विनोद दाजु, प्लाइवुड त्यहाँ एउटा मात्रै लगाएको, उता पछि अझै एउटा लगाउने। आउँछ नि, नसुर्ताउ न, त्यो पछि आउँछ नि। के आउँछ त्यसका बाजेका भनेछ। ए खुट्टा पनि नहर्कोस्। चिङ्नाको चाहिँ खुट्टा पनि नहल्झेर चाहिँ एउटा पनि नमरोस् क्याउ। ए जसमा चाहिँ एउटा पनि नोक्सान नहोस्। यो पछाडि त मेरो सब्जी बारी यस्तो भन्दैछ ज्वाइँ साहब। यहाँ त कुराकानी त खतरा। अब चाहिँ म यो सफा गर्छु हो, सफा गर्छु। मैला हो, मैलाको अन्तिम संस्कार हुँदैछ। सबै मैला जलाइदिएको मैले। अझै यत्रो छ, यत्रो जलाएर मेरो फुल म्यानेज गरेको। यहाँ चाहिँ यसरी राखेको हो, यो चाहिँ राम्रो देख्यो। यहाँ मिलाउँदैछु हो, यहाँ पनि राख्नु खोजेको, कसरी राखौँ भयो है। अब मसित यो बास्केट छ, यसलाई चाहिँ म यस्तो गरेर हो, हेर्नुहोस् ल म कसो गर्छु। यसलाई चाहिँ म यसो गरेर हो, सब घरको सरसफाइहरू गर्दै थिएँ है। सबै यतातिर चाहिँ आँगनहरू चाहिँ सबै सफा गरेर सकेँ। अब मेरो यो फुल म्यानेज गर्नु छ। अब मैले यहाँ चाहिँ अलिक म्यानेज गरेँ हो, अलिक मिलाएर सकेँ। यहाँ यस्तो भयो है। अन्त यहाँ चाहिँ कसरी बनाऊँ भयो चाहिँ यो बास्केट छ हो। अब यो बास्केटलाई चाहिँ यहाँ राखेको छु हो। अब बास्केट चाहिँ यसरी नै मिलाउनु पऱ्यो भनेको, हुन्छ कि हुँदैन हो। मिलेर राख्नु पऱ्यो। क्यामेरा मिलाउनु प्रब्लम हुन्छ कि मलाई।
Sedang dami kalas. Minum sabzi dong, atau apa kalas? यतिको चाहिँ बनाएँ हो यतिको चाहिँ यतिको चाहिँ भएको छ मेरो भिडियो हेर्नुहोस् हो अब यो सबै कम्प्लिट भएपछि देखाउँछु ल यतिको चाहिँ भयो मेरो फुल राख्ने हो मैले जुगाड गरेर बनाएको दामी भएको छ यहाँ चाहिँ मैले दुईटामा चाहिँ जिरेनियमको कलेक्सन छ तर यसमा सबै डबलले राम्रो राम्रो खालकोहरू छ अनि यहाँ चाहिँ बेगुनिया बगनबेली त्यहाँदेखि त्यो अगाडि चाहिँ प्रेमुला यो चाहिँ फुलिसक्न आँटेको के चाहिँ रहेको फुल थियो यसमा चाहिँ भर्खर फुलहरू लाग्दै रहेछ मैले राखिदिएको राम्रो भएको छ हो अन्त यो चाहिँ मेरो सबै बगनबेली मेरो एउटा 3 4 5 र 6 र 7 र 8 9 10 रहेछ हो अन्त यो चाहिँ जिरेनियमहरू चाहिँ राम्रो राम्रो कलर रहेछ वाइट छ राम्रो राम्रोहरू छ मरुनहरू छ रेडहरू हो अन्त यो प्लान्ट पनि राम्रो भएको छ अन्त मेरो राम्रो छ प्लान्ट दुईटा अन्त यो प्लान्ट चाहिँ साह्रै राम्रो भएको छ अब भोलि चाहिँ यो मिलाउँछु अघि चाहिँ मिलाएको राम्रै लागेको थियो कि अहिले चाहिँ राम्रो लागेन फेरि हो अन्त अहिले चाहिँ दामी भयो अन्त म चाहिँ उपाडा म चाहिँ यहाँ छु जेमा कुदेको मात्रै हेर्नुहोस् न ल ल ल ल ल दोरीसँग खेलेको नानी त अब यता म यस्तै पाराले बनाउँछु अन्तखेरि तपाईँहरूलाई के कस्तो लाग्छ मेरो भिडियो हेरेर लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि सब्सक्राइब गरिदिनुहोस् ल भनेर भन्न चाहन्छु अनि म कान एकदम बेसी उयो हुन्छ के भएको तपाईँहरूलाई पनि हुन्छ अनि तपाईँले के गर्नुहुन्छ म चाहिँ यस्तो पुचु कुखुरालाई पक्रेर चाहिँ अन्त एउटा कुरा मेरो कुखुराको दामी भएको छ यतातिर पनि मेरो प्लमहरू गर्नै छ हो दामी भएको छ कुखुराहरू भित्र छोप्नु थाल्यो हामीले चाहिँ सबै सफा गरेको यहाँ मैला जलाएर यस्तो सफा बनाएर सफा भएको छ अब यो फुलहरू राख्नु छ एक जग्गा त्यहाँदेखि यो अन्त यो 3टा जग्गाको फुल चाहिँ ऊ त्यो थाक्यो अन्त राख्नु छ हो यस्तोमा पनि राखेको छु फुलै फुलको बगैँचामा मेरी मायालु भन्ने जस्तो सुन्छ नि त